है यो भिडियो भइरह दा यता आउनु ल पढा ल समीर भाइ ल रामु यता आएर ल के छ दा एकदम बवाल हामी चाहिँ आज खोलामा है होइन कुखुराको मासु पोल्ने ठान्यौँ न ट्याक्कै एउटा 1 घन्टा दाउरा अनि साथीहरूले चाहिँ एकदम दाउरा खोजी कार्य एकदम आजको हाम्रो जर्नी भनेको आज खोलामा चाहिँ हाम्रो सानो सानो पिकनिक है सो आज साथीभाइ जम्मा भएर खोलामा नुहाउने सानो सानो पिकनिक खाने भनेर मासु लिएर आएको छ अब त्यो पोलेर खान्छौँ हामीले यो आजको कन्टेन्ट चाहिँ यही है साथीहरू ल थ्याङ्क यू ल हामी चाहिँ यहाँबाट दाउरा बोकेर हिँड्छौँ दाउराहरू अझै चाहिन्छ हामीले खन्नुपर्ने हुन्छ जङ्गलमा जाने अनि यता खोलामा पकाएर ट्याक्क पकाएर भन्दा पोलेर खाने चाहिँ हाम्रो आजको प्लान साथीहरू मिलन दाई हेलो के छ खबर ठिक छ नि यार के छ आजको प्लान सुनाइदिनु नि त कुखुराको मासु पोलेर खाने कुरा छ क्या सही अनि केमा पोल्ने भन्ने कुरो भयो अरे हाम्रो ढुङ्गामा हो के दाउरा खन्ने कार्यक्रम चाहिँ चलिरह होइन हामीले त मासु ढुङ्गामा पोलेर खाने होइन मिलन दा एकदम डिस्टर्ब पनि नहुने के चिज राम्रो दाउरा खोजी कार्य चलिरहेको क्या नै दाउरा पनि राम्रो भेटे बवाल है के छ खबर हो दाउरा खोजेर आयो सही हो हामीले केमा पोलेर खाने अरे सही सन्दीपले भेटाएर ल्यायो ल है सन्दीपले ढुङ्गो भेटाएर ल्यायो होइन भाइ के छ एकदम भोगाल छ अझै हाम्रो अब यसमा पोलेर खाने हो ल पखालाम त पहिला ढुङ्गा फाल्दैन त्यस्तो त हुन्न नि यो त ढुङ्गा लाउँदा 100% फुट्छ के अरे ल हाम्रो चाहिँ आज होइन रोशन भाइले हामीले मासु पोलेर खाने ढुङ्गा चाहिँ हुँदैछन् के छ समी भाइ ठिक छ दाउरा यिनीहरू छन् कि रानै यहाँको चाहिँ के छ रामुको चाहिँ आगो फुक्ने जिम्मेवारी हो सक्सेसफुल तरिकाले फुकिसक्यो होइन हो राम त एकदम 1 नम्बर हो नि ल मासु पनि आइपुग्यो होइन ट्याक्क सही तरिका ल उस गरेर त खोला त मासु हेर मिलन दाई के छ खबर ठिक छ यार केटाहरूले यार तपाईँ मस्त बस्नु भयो त चिब्रा दाउरा ल्याएको पनि बाल्दैन यार यार यो त बाल्नुपर्छ यार यसलाई सर्टकट मात्र हो होइन ढुङ्गोमा एउटा दाउरो पनि बनाउनु पर्ने राखिसके मजाले अझै त तात्दैन होला होइन अहिले फर्कने बेला त भएकै छैन तर तातो खान तात्दैन यो त बाग्लो ढुङ्गा है एकछिन लाग्छ फुट्न पनि भएन होइन ल सरेर होइन सबले आफ्नो काम गर्दै मस्त मासु पोल्दै मजाले लोकेसन चाहिँ बवाल रहेछ कि ल मिलनजना चाहिँ फोटो खिच्नलाई पोज दिनलाई बस्दै हुनुहुन्छ है अनि यहाँ चाहिँ अब फोटो सेसन चलिरहेको नि त हाम्रो खोलामा होइन मजाले मिलनदा एकदम फोटो खिचाउन रेडी अवस्था हामीले चाहिँ ट्याक्क होइन अब कोइला बनाउने भन्ने कुरा अब ढुङ्गाको खासै भर भएन कतिखेर नै पड्किन सक्ने अवस्था भयो त्यही भएर ट्याक्क गाइस अब सब कोइला बनाउने अनि कोइलामा भयो भने खोलेर चाहिँ खानु पऱ्यो लिएर आइसकेपछि त होइन त्यो माथिको ढुङ्गा चाहिँ फुट्ला जस्तो भएर होइन हाम्रो दाइ अनि भाइहरू मिलेर चाहिँ यस्तो दामी ढुङ्गा चाहिँ अब माथि लगाएर बनाउने भन्ने छ कि यो ठुलो छ नि त बाक्लो छ नि त अनि बाक्लो भइसकेपछि यो झापो पुट्दैन भनेर एकदम हाम्रो पहिलवान दाइ भाइहरूले चाहिँ यो ठुलो ढुङ्गालाई अब माथि आफ्नो स्थानदेखि माथि ल्याएर चुलो बनाउने भन्ने कुरो छ ल गाइस ल सबजनाको पावर फाइनल्ली आइपुग्यो गाइस ल
यहाँ ढुङ्गा Finally. ठाउँ यहाँ हो र यहाँ त होइन बेर लाग्छ क्या यार यहाँ पहिला ढुङ्गा राखेको ठाउँ ल साथीहरू ठ्याक्क ढुङ्गो चाहिँ होइन अब ठाउँमा चाहिँ आउँदैछ है हात जोगाएर हात चाहिँ जोगाएर थिच्यो भने त भ्याउँछ हौ चण्डी हुन्छ यार थिच्न त हुँदै हुन्न यहाँ राख्ने कुरा भएको छ यतापट्टि राख्ने कुरा भयो है हाम्रो चाहिँ फाइनल्ली ढुङ्गा चाहिँ आफ्नो ठाउँ पाइसक्यो साथीहरू होइन पनि आगो फुक्ने कार्यक्रम चलिरहेको है भाइहरूले चाहिँ आगो लिएर आउँदैछन् ट्याक्क भाइ चाहिँ फोटोसोटो खिचेर आइसके अब ट्याक्क यता आगो बालेर अनि यो ढुङ्गोलाई पनि तताउनु पऱ्यो नि त अनि फेरि यसमा पनि पोल्ने अनि उसमा पनि पोल्ने त्यो ढुङ्गो चाहिँ कतिखेर फुट्छ भन्ने थाहा भएन त्यही भएर चाहिँ एकदम बाक्लो ढुङ्गो लिएर आएको क्या साथीहरू यही आएर खाने हो क्या यस्तो देखियो नि त साथीहरू अब करिब पाक्नलाई रेडी हुँदैछ होइन रामु आउँदै अलि सानो स्लाइस जस्तो अब सही हुन्छ अलि मोटा मोटा पिस भयो बाक्लो पिस भयो क्या ओ ल यस्तो हुँदैछ है हामी एकछिनपछि खान्छौँ मजाले पाकिसकेपछि हतार केहीको छैन पर्ने भन्ने कुरा हो त्यसपछि यताबाट पनि दाउरा हालेपछि भर्खर तात्छ कि ल यताबाट पनि खोल्ने कुरा हो है साथीहरू ल हाम्रो सुरत चाहिँ आइपुग्यो है त बुटलवाडा होइन बुटलवाडा हो न पानी लिएर है सही काम गऱ्यो ल है त टेस्ट गरौँ है त साथीहरू हो र केटा दबाल कस्तो बुझ्दै बवाल र तपाईँलाई पुग्यो कस्तो तपाईँलाई एक घन्टा पुग्यो नि कस्तो मिठो सही हो नयाँ टेस्ट हो नि त होइन तपाईँलाई पुग्यो एक घन्टा बडा हार कस्तो भिडियो क्या भोक्ला खाने भोक त कस्तो भोक लाग्यो सन्दीप एकदम बवाल भोक काँचै खाम पनि भएन भयो होइन काँचै खान त भएन त्यस्तो पनि भोक लाग्यो हो र सही ल हामीले पोल्दैछौँ होइन पोलेर मस्त पोलेर ल एकदम रेडी हुँदैछ होइन बवाल तरिकाले एकदम मिठो पनि भइरह मस्त रमाइलो भइरह के भयो यहाँनिर ढुङ्गो फुट्यो अनि त्यहाँबाट ढुङ्गालाई मिलाएर फेरि अर्को स्लाइस पिसहरू राख्दैछन् रामुले ट्याक्क ढुङ्गो क्यारलाई फुटेको अरे पावरफुल भएर नि त सही हो लगाइ यो चाहिँ बबालवाला पिस हो होइन रामुले चाहिँ एकदम मिहिनेत गरेर होइन भाइहरूले पनि ट्याक्क मिहिनेत सानो स्लाइस बनाएर अब यो चाहिँ म त मिठो पाक्यो कि त्यताबाट आउनु बित्तिकै पुल ल यहाँ एकदम कुरो मिल्यो रामुले चाहिँ बाँड्छन् कि यहाँ होइन सही हो कति राम्रो यसमा त समय छ नि राम्रो यहाँ ल भाइ एउटा पिस यो पिस चाहिँ होइन बवालवाला पिस हो यो चाहिँ ट्याक्क खाने हो सबैले खाइयो हरि होइन कस्तो बवाल यार बवाल अब यिनीलाई चाहिँ आधा आधा बनाएर खाने सबैलाई पुऱ्याउने होइन अहिलेको चाहिँ ट्याक्क सक्यो होइन अब यसपछि चाहिँ हामीले चाहिँ अब फेरि राख्दैछौँ त स्लाइसवाला पिस होइन रामु ल केही भन न यहाँ केही भन्न आउनु है हो र फुटाले तपाईँ फुटाल्नु मिलन दाइले त ढुङ्गो लास्टमा फुटालेर आफै ल्याउनु भएको ढुङ्गो चाहिँ फुटालेर ल ढुङ्गा फुटाल्नु त बहुत भोलि लाग्यो रामुले चाहिँ फर्काइ पकाउँदै नै रामुले चाहिँ मजाले
ऊ पड्को ल हाम्रो चाहिँ अब अन्तिम चरणको भएर चाहिँ आउन यता अन्तिम चरणको खाँदैछौँ होइन लगभग भ्याइन्छ नि त यो चाहिँ आफै निकाल्ने खाने कति खान सकिन्छ मन रोक्नु सकेन कि कस्तो भइरहेको गाई मजा आइरहेको मजा होइन ल बाई बाई आजलाई लगाइ हाम्रो त अन्तिमको पनि खाएर पनि सकिसकेका छौँ अब चाहिँ अब निक्लिनु बेलाउनु थाल्यो किनकि आउँदैन हुँदैछ हाम्रो यो चाहिँ आजको हाम्रो खोलामा आएर रमाइलो गर्ने टोली हो सानो पिकनिक होइन ल के छ कस्तो भयो एकदम रमाइलो भयो अब फेरि पनि गर्नुपर्छ फेरि पनि बस्नुपर्छ फेरि पनि खानुपर्छ तपाईँहरूलाई पनि हामी फेरि पनि देखाउनेछौँ अहिले चाहिँ बाई